चौरी चौरदै होइन अब चौरको लागि दौडौँ ल ल फेरि भन्नु त कसरी भन्नु भयो अरे भर्खर हेलो साथीहरू मेरो नयाँ भिडियोमा तपाईँलाई वेलकम छ होइन अनि आज चाहिँ हामी घुम्न जानु लाग्यो होइन हाइकिङ जानु लाग्यो साथीहरूसँग अनि आज चाहिँ नयाँ नयाँ साथीहरू पनि देख्न पाउनुहुन्छ तपाईँले मेरो भिडियोमा स्टे ट्युन अनि हामी दुईजना चाहिँ ट्विनिङ गर्न लाग्यो है मेरो पनि हेर्न सक्नुहुन्छ रेडी भएर चाहिँ अब जानु लाग्यो बसले ठाउँ छोड्नु लागिसक्यो है त कोही चाहिँ ओछ्यानमै छ अरे होइन हामी मात्रै हतार भएको होला हाइकिङ गर्नलाई होइन त के हो गाली खान्छ अनि हेर साथीहरू हामी चाहिँ बस चढेको होइन लोकल बस हो नि फेरि डेन्जर छ कि नमस्ते नमस्ते होइन म तपाईँभन्दा सानै होला सायद कता कता गएको नै हुने रहेछ त है अरे भाइराल भइदियो त सरले चिन्ने भयो सरले चिन्ने भयो ल फेरि भन्नु त कसरी भन्नु भयो अरे भर्खर ल साथीहरू हामी चाहिँ अब बस चढ्नलाई हिँडेको साथीहरू चाहिँ सबै भेटिसकेका छौँ साँच्चै चिन्छु रहेछ आँखा के भएको देख्दैन त यता हेर्नु त एकचोटि अलि ठुलो आँखा बनाउनु न अलि ठुलो आँखा बनाउनु न हामीलाई त यहीँ दिन आउनुपर्छ नमस्ते मिङ रोड होइन नमस्ते गर्नु न भाडा हो कि उनको नाम निङ रोड कसो त्यो भिडियो दिउँसै रात जुम्रा खस्ला रातो पैसा जुम्रा खस्ला रातो पैसा मेरो एउटा आयो रातो पैसा सलमान खान भागेर गइहाल्यो त अहिले जाँदैछौँ मलाई चाहिँ भारी बोकाएर यति धेरै झोलामा देख्न सक्नुहुन्छ हाम्रो पछाडिको नजारा यस्तो छ मलाई झन् गाडीले हान्यो गाई सुसेलीले बहादुर बेला बेलामा सन्किर म तँ मान्छे हो त्यो सिसाले ढुङ्गा फुटाल्छु ऊ चाहिँ उसको सुँगुर फर्म आउन लाग्छ सानो भुइँमा टाँसिका छ सुत्न चाहनुहुन्छ चिन्ता नगर्नुहोस् तपाईँलाई रुमसँगै थकाली खानाको पनि यहाँ सेट पाइन्छ कन्ट्याक्ट नम्बर 9709181127 गिरिगाउँ लालिजो भन्छन् छ नानीको भाइ जस्तो गायो
फेरि सेम भाइ आफ्नो ल फेरि एकचोटि गाउँदा फेरि जहाँ जहाँ भेट्छु कस्तो खाराहरू रहेछ हेर्छन् केटा देखेँ न लेख्न आइलाई यस्तो दिक देखिनु खोजे होला इक्कु देखिरहेछ ए सरी मम्मी हो यसो गरेपछि त आँखा चिम्रो देखिँदैन त 3-4 वर्ष मेन्टेन गरेको गालहरू चौडी धेरै न 4 वर्ष मेन्टेन गरेको गालहरू चौडी धेरै न मेरो मेरै थोप्राले भर्नु पर्यो हामीले त देखाम हुन्छ होइन सरदा मेरो भ्लगमा के भन्न जान्छौ सबिन सिरियस के भन्न जान्छ नमस्ते सबैले सबिन के भन्न सक्छौ सबैले सब्स्क्राइब गर्नु है कसको चाहिँ लाजले नयाँ नयाँ हुनुहुन्छ हामीसँग त्यही भएर लजाउनु हुँदैछ कति न केही न भएछ देख्नु हुन्छ आज हाम्रो खच्चर यता छ ल पानी नि खानु जान्दैन कथा कमबाट बानेको होइन सबै ठग्नु खोज्छ म त ठग्दिनँ यार जिन्दगीमा आधी सौ पहाडको माथि माथि बादलहरूसँग गफ गर्नको लागि पैसा त अब युट्युबले दियो भने दिन्छु ल युट्युबले दियो भने दिन्छु ल मेरो 5 बजेको बस छुटिसक्यो छिटो जा तर पुगेर कुटाइ खुवाउँछु मलाई मेरो छुट्टै छ मिलन चक्रेको भाइ अनि मान्छे हैन गन्तीमा यो गन्छ के हेलो गाइस वेलकम टु आवर लाइफ तिमी को रे भनेर सिरियस म्यान हो कि हैन म सिरियस हो गाइस तर अलि कुनै दिन पछि चाहिँ म अलि खुल्छु गाइस देख्न सक्नुहुन्छ हामी चाहिँ यहाँ शिवपुरीको लागि टिकट काटेर हामी निस्किसक्यो अनि अब अरू बोलेको सुन्नु हुँदैन म एक्लै बोल्छु एक्लै सुन्नु होला साथीहरु हामी चाहिँ जंगलमा छिरिसक्यो जंगलमा छिरेर जंगली भइसक्यो ब्युटिफुल भएर आएको ब्युटिफुलको त बी पनि छैन अब त त्यहाँ पैसा काढो तिमी कस्तो हेर्छ बाहिर त यार खै लाग्यो अब ओइ घरिघरि तिमी रुखतिर झुन्डिँदै देखाउ न इगु कस्तो हुन्छ यो त ला राम्री मान्छेहरू आउँदैछ अब यता हेर्दै जानु जे पनि बोल्ने ला यता चाहिँ सबसे नराम्री होस् न त हामी नराम्रै होस् केही छैन बालै छैन लाम्चे अब बिहे खान हिँडेको बिहे खान हिँडेको यहाँ माथि बिहे खान हिँडेको हामी गाइस घरको याद आयो आमाले तातो भात खुवाएको भोक लागेको बेला इकु यसको आँखा एकदम सानो छ तेरो चस्मा लागेको छ गोरु ल भाइ अब सब 2-3 किलो घर छ अब त्यही त मान्छेहरू घट्नु जाने यार म बस्छु होला मलाई नि देखाएर पुरै ल सबलाई देखाएर छौ तपाईँ त कस्तो हेलो गाइस हामी चाहिँ हिँडेको कता हिँडेको हामी शिवपुरी झरना यहाँ अब हामी पुगेर एकदम रमाइलो गर्नेछौँ हाम्रो मित्रहरू अगाडि गइसकेको छ आदि र आदि पछाडि छ यहाँ चाहिँ सबै राम्री अनि हेन्सम मात्रै मान्छेहरू हुनुहुन्छ बहिनी हाँसे धेरै त्यसको हाँस्नै आउँदैन नि चिम्से
सिरियस अरे सिरियस हो ल म सिरियस नै छु र मेरो पानी पोखेर मात्र हो त्यो अघि जस्तो तल बोकौँ न अनि अघि नचाहिँ त यस्तो यस्तो गर्दै बोक्छ न हो कस्तो फिल भयो दाइ तर सिरियस हो दाइ हाँस्नु न इके हेरेर नै सिरियस हुनु खोजेको होला सेम किङको जस्तो किङ कङ नजाने यो बाटो नजाने हामी टाटो हाल्नु टाटो साथीहरु हामी फाइनली आइपुगेका छौं अब यहाँबाट कति मिनेट लाग्छ हामी कहाँ जान्ला बागद्वार 2 घण्टा 15 मिनेट आमा 2 घण्टा 15 मिनेट आमा 15 मिनेट छ अहिले जाँदै गरेको यो कुरिसक्यो बेहोस हे बालक आशीर्वाद दि यो शिवपुरीमा आएर शिव हे बालक तिमीले शिव तिम्रो लागि ठुलो हुन सक्छ सबजना थाकेको अवस्था है ल मलाई नपक्राउनु भनेको उसले ल मेरो तस्बिरमा फुलमाला लगाई ला उता अनि कस्तो मलाई ठेलेर गएको त हात माथि खुट्टा तल मेरो ब्याक टु माई फोन साथीहरु अनि पछाडि तिमीले भन्यो नि त अनि उसले भनेपछि चाहिँ मैले पछाडी होला हो पछाडी भन्छ त हजुर पछाडी होला म पछाडि बस्नु हैन ए यो क्यामेरा होइन कि हाय सस यही बस्ने हो त्यहाँ बस्ने हो यो बोर्डहरुमा फोटो खिच्नु ल ल ल ल बस्नु म फोटो खिचिदिन्छु कस्तो फिल भइरह गाह्रो भएको थियो एकछिन यहाँनिर फोटो ब्रेक लिएर अलिक शान्त भयो हामी 2 जना चाहिँ हिँडिरहेछौँ होइन अरूले चाहिँ हामीलाई छोडेर गइसक्यो कोही चाहिँ पछाडि छ कोही चाहिँ अगाडि गइसक्यो ल हामी हिँड्न नसक्ने भनेर छोडेर गयो त्यही नि केही छैन हामी बिस्तारै जान्छौँ भन्नुभएको त केही पनि छैन गाइस हाम्रो चौडा खस्यो खस्यो ल तपाईँको नाम के हो मलाई त नाम पनि थाहा छैन आशा हो आशा हामी धेरै आशा गर्छौँ ल सबैसँग भिडियो चौरी चौरदै होइन अब चौरको लागि दौडौँ ल साथीहरू चौरमा पो आइपुग्यो त फोटो सेसन गाइज अब फेरि भन्यौ न त एउटा रहेछ मात्र नदेखेर कस्तो लागिरहेछ मेरो मोबाइल बोकेर यसरी भाग्दिने यति नै हो यही हो अब पर्ख्या हो हामीले हामी सर्वे जानला हो राजेश समाज ढेडा साथीहरू उकालो पश्चातको ओह्रालो आइसकेका छौँ अनि ओह्रालोमा चाहिँ हामी जम्मा 3 जना मात्र छौँ किनभने हामीलाई छोडेर गइसकेका छन् अबे कस्तो सुनसान जग्गा हो साथीहरू आइपुगे साथीहरू फाइनली साथीहरू हामी चाहिँ डेस्टिनेसनमा आइपुगेका छौँ डेस्टिनेसन 1 घण्टा छ नि डेस्टिनेसन 1 घण्टा छ आमा हो र यहाँ चाहिँ के भन्छ त ओता छोरा नै भिडियो गरिरहेछु के म भिडियो गरिरहेछु के नगर न पानी बोक म नखानु ए उची तिमी पनि खाने म पानी खाने कस्तो भुसिना यार म फोटो नखिच्ने पानी मात्र खान्छु ए फोटो नै बागद्वारको पानी
खोइ खोइ मलाई पनि सेम से हजुर अर्को पनि दिनु न क्यास पैसा अर्को दिनु नि क्यास पैसा मसँग छ कसरी चाहियो कति रे 50 रुपैयाँ देनु न कति दियो मैले 100 रुपैयाँ दिएको छु लिएको हो यो सुतो गरेर चाहिँ 4 वटा त्यो 200 रुपैयाँ आयो तपाईलाई ल यो नि काट्दिम न हामीलाई सारा मलाई अनि त्यहाँ तपाईँ पुरा हेर्नु होला व्हाइट व्हाइट लाली गुराँस हाल्छु म होइन होला देउराली भने हैन यस्तो सिनाएर फिल्म सुट गरे पनि भइहाल्छ यहाँनिर उसले चाहिँ हैन मान्छे हैन यो गुरु खर्च भिडियो बनाएर नेचर लभर हो नि त ल हेर कहाँ हो खोइ हाम्रो साथीहरू पहिला बसौँ कसौँ अनि त्यसपछि मात्रै फोटो सोटो खिचौँ है 4 घण्टा भयो हिँडेको हामी हिँडेको 4 घण्टा भयो गाडीको बाटै छैन तपाईलाई चाहिँ हैन यत्रो 4 घण्टा हिँडेर कस्तो लागिरह त नमस्ते सबैलाई स्वागत छ 4 घण्टा हिँडेर खुट्टा दुख्यो के भएको छैन हैन मैले भने हैन त मेरो मालु के को टी-शर्ट हो त्यो यो बार्सिलोना भने कुन ठाउँको क्लब हो के फुटबल क्लब सारा व्हाइट सो नाइस कस्तो राम्रो एकै ठाउँमा जाउँ न मैले नि त्यत्रो धेरैसम्म पुगेँ नि खाना भिडियो नबनाउनु न ठिकै दामी आछ ल यहाँ हेर्नु त हाँस्नु त ल उस आएर ल ल मलाई भनेको हेर त उसको नि सेम हो हेर ल उता त्यो गाजर लाएर हल्का ठुलो देखिरहेछ क्या मेरो नानी बिडेटलाई चिरियाछु राजेश समाल हे 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 माओवादीहरू माओवादी नभनौँ न अब त सबैजना घन्टी पार्टी हो ऊ माओवादी कुन म चाहिँ माटो म चाहिँ घन्टी हैन ऊ इस्कुस भने त को त नि उनी हो लुगे यार लजायो केटी जस्तो लजायो ओइ तिमीले मेरो इज्जत हाल्दे यार कन्साको इज्जत बाँकी थियो र तपाईँको अघिदेखि हाम्रो अगाडि गएकै हो मैले त्यस्तो नराम्रो काम केही गरेको थिइनँ नराम्रो काम होइन कमेडी हो तपाईँ फेरि भाइरल भएर हामी पनि भाइरल भयौँ भने खाएको खोइ म भाइरल हुन सकिनँ भने म 1 वर्ष भइसक्यो हामीबाट भाइरल हुन्छ टेन्सन नगर्नु यस्तो ह्यान्डसम आँखा देखाइदिनु न फटाएर अनि भाइरल हुन्छ फिक्स चाँदी भन्दा गोरो सुन भन्दा टल्किलो मान्छे देखेर अनि भाइरल भइहाल्छ खाऊ न म सिरियस भयो क्या अब साथीहरू हामी चाहिँ डेस्टिनेसनमा आइसकेको छौँ अघि नै अघि नै आएर खाइसक्यो देखा छ खाइसक्यो अनि अब चाहिँ मलाई निन्द्रा लागिसक्यो होइन म यहाँबाट हिँड्न सक्दिनँ मलाई कसै बोकेले त यस्तो के होला बडी देखाइदिनु त ए फन्न घुम्यो बल्ल बडीको काम आउँछ नि त बडी बडी यत्रो पित्रेछ के बाइसेप्स ट्राइसेप्स बेसी एजिड वही हो नि फेरि त्यही त ठुलो दिन गएको छु बनाएको ए तपाईँ धेरै कति वर्ष रे दिन गएको जुङ्गानाको धेरै भइसक्यो नि म सबैजना जेठ हो क्या कान्छ यहाँको सबभन्दा राम्रो यो हो अनि ऊ त सबैजना जेठ हो क्या सानो देखिन्छ सबसे सानो देखिन्छ त फेरि कति भन्नु त नझाटिकिन बुढो भइसक्यो 26 27 म त कन्फ्युज भएँ तर मैले गेसै गर्न सकिनँ त्यो एज चाहिँ मलाई के भनेको सबैजना जेठ हो म यहाँ 19 20 कतै मिलाइदियो छैन मैले सबैको गेस गरेको थिएँ मैले बसमै गेस गरेँ हो त्यस्तो मैले थाहा छैन कसैले भनेको छैन कुन चाहिँ एउटा हो थाहै भएन 22 23 एउटा मात्रै भन्नु जानी जानी बढाएर भने के 22 सोच्दै छ क्या ऊ पनि 21 हो क्या कति कति हो? होइन बडा हामी नै सानो छ है
58 साले गन्ती गर न कति पुग्यो 58 58 59 60 24 हुन्छ 3 बढी पुग्ने रहेछ त 24 25 पुग्न लाग्यो अब अघि मेरो के दिए थिए हेरेन हो राष्ट्रिय कार्ड दिए थिए त दिए मैले नाम त हेर्न भ्याइन अरू त के हेर्नु लाएर तिमीलाई लास्टिक नलाने हातमै एनआइडी हुँदा नि हेरेको यस्तो इग्नोर मैले खाएको यहीँदेखि हामी हालिदिँदै मुनतिर लाज लाग्यो अनुहार छोपिदेऊ न बाघले खाला नि त ओ हाउ रोमान्टिक फेरि भन्नु त नाम के हो उहाँको चाहिँ सहारा राई चामलिङ राई चाम्रो कालो कराई मलाई हात धुनु पर्यो मलाई थाहा थिएन तपाईँ सबसे ठुलो भनेर यहाँ अब चाहिँ हामी फर्किन लाग्यो जम साथीहरू जम भेट्नु भयो फोन ल साथीहरू हामी चाहिँ फर्केको है त उकालो पश्चातको ओह्रालो आउँदैछ खुट्टा काम छ म भिडियो धेरै गर्न सक्दिनँ होला होइन त्यसको लागि सरी ल देखाइरहेको छ त्यतै हो यस्तो हुन्छ खुट्टा थिरिरिरिरिरिरि त्यही पनि जाउँला तर यहाँको यो जङ्गलमा कस्तो भुतिया जस्तो छ होइन यहाँ के हो यो ग्याङहरू कसरी हिँड्या हो कोही पनि ग्रुपमा हिँड्दैन त ओके ओइ म यहाँनिर यसो अडेस लाउँछु साथीहरू हामी चाहिँ अब फेरि अर्को मन्दिरमा आइसकेका छौँ है बाटो हेर्नुहोस् ओके वा डेन्जर फोटो निस्किन्छ हौ यहाँ ठाउँबाट के हो यो खास यति नै हो हामी भित्रै आएर ल ल होइन के हुँदैन कि म यहाँ समातिरहेको छु ल सबैजना त फर्केर होला हामी दुईजना गरौँ 1 2 3 गो ल म चाहिँ अगाडि छु नि कामधेनु गाई शिला ग्रुप भनेको ग्रुप हुन्छ ल होइन मेरो त के यस्तो जङ्गलमा लग्यो भने हामीले कहाँ खुन्छ नि ओर्लिँदै गरेको मान्छेहरूको फेस हेर्नु होला म तपाईँलाई के अरे चढेको बेलाको पनि फेस रिभ्यू दिनेछु पर्दैन त्यसलाई म्युजिकलाई सानो बनाउनु मिल्छ ब्याकग्राउन्डलाई कस्तो राम्रो मान्छेहरू देखेर कस्तो आफै ढलेको खुट्टाएर ओह्रालोमा कामेर यता हेर्नु न आमा विश्व सुन्दरी छ नि एउटा त्यो एउटा विश्व सुन्दरी छ नि त्यो एउटा केटी थाहा छैन कति छ होइन त्यो काली छ नि एउटा आमा छोरी मेरो छोरी विश्व सुन्दरी कसैलाई दिन्न भन्दा नि लास्टै भोक लाग्यो मलाई काम यतै खाजाहरू जानुपर्छ भोक लागेको थियो साथीहरू हाम्रो चाहिँ अब हाइकिङ सकिएको अवस्था के भन्छ अब पनि अब हाम्रो हाइकिङ चाहिँ सकेर पनि हामी हिँड्दैछौँ केही गरी तपाईँहरू आउनुभयो भने चाहिँ यहाँनिर तपाईँलाई केही आइडियाहरू चाहिँ चाहिँदैन बाइक पार्किङ पनि छ गाडी चाहिँ यहीँबाट चाहिँ कहाँसम्मको हो यो लवन हिल खै सायदै त्यस्तो पाउनुहुन्छ बाई बाई आजलाई यति नै सबैजना चाहिँ होइन बुढा नीलकण्ठ टु लगन हिलको बस चाहिँ अब आउने बाँकी छ के भयो
हाम्रो टिम नै हो ल यतातिर पनि सबजना हामी चाहिँ फर्केको है साथीहरू